नमस्ते। र आज सदाको जस्तै म हजुरहरू समक्ष आइसकेको छु। आज फेरि मेरो छुट्टै अलिक फरक आइटम लिएर आएको छु। माछालाई हल्का तारेर अनि ग्रेभी गर्ने भनेर आज हामीले माछा र ढेँडो खाने भन्ने प्लानिङ गर्छौँ। अब हेर्दै जाउँ कस्तो हुन्छ। ढेँडो पकाउनको लागि यो पानी राखेको आज हामी ढेँडो र माछा खाने हो। प्लान गरेछु कस्तो हुन्छ। पानी धेरै बनाएँ क्या कुनै ठिकै छ। त्यही पनि अब कोदोको ढेँडो अनि अब जाडो त सकिन थाल्यो। त्यही पनि मेरो त आइडिया यस्तै छ। हजुरहरूको कस्तो छ मैले यस्तै गरेर ओडाल्छु सधैँ। अब हजुरहरूले प्रतिक्रिया दिनु होला। अब मैले माछाको ग्रेभी फ्राई गरेर राखेको माछालाई अब ग्रेभी गरेर धेरैसित खाने। ल मैले थोरै बास्नाको लागि ल्वाङ सुक्मेला राखेको, यो तेजपत्ता राखेको छु। अब पियाज राख्छु। बाक्लो ग्रेभी बनाउनु भने पियाज अलि धेरै राखेको छु। आज कस्तो हुन्छ त। पियाज रातो भइसक्यो। अब मैले मसला राख्छु र अनि मसला भुटेर बल्ल नुन राखेँ। ल मैले मसला भुटिराखेको छु। अब टमाटर राख्छु र अनि टमाटर पाकिसकेपछि पानी राखेर अनि माछा छोडिदिने हो। मेरो स्टाइल यही छ पकाउने। हजुरहरूले कसरी पकाउनुहुन्छ, अझै योभन्दा फरक स्टाइलले पकाउनुहुन्छ भने मलाई कमेन्टमा दिनु होला। त्यही अनुसार पकाएर खानेछौँ हामीले पनि सिक्नेछौँ। मसला अब रेडी हुन लाग्यो, पाक्न लाग्यो त मैले अब पानी राख्छु र अनि त्यसपछि माछा छोडिदिन्छु। पिद लाग्छ भनेर चलाइराख्नु पर्ने कि यो मसला नआयो भने पिद लागेर कालै हुन्छ। त्यही भएर अब मैले पानी राख्छु। ल माछा फ्राई गरेर राखेको माछालाई अब यो ग्रेभीमा मैले छोडिदिएँ। अब
त्यसपछि अब यो मसलाहरू त पाकिसकेछ। अब यो उम्लियो भने अब लगभग रेडी भइहाल्छ। हजुरहरूले कसरी पकाउनुहुन्छ मैले यसरी हो। ल माछा रेडी भयो। अब मैले धनियाँ छर्केछु। अब हाम्रो ढिँडो पनि रेडी भयो। अब खाना मात्रै बाँकी छ।